मुसेको माटोलाई चाहिँ यसरी अब यहाँनिर वालको कुना कुनामा खादियो। यहाँ छ माटो एउटा, अरू कता छ, यहाँनिर दुईटा यसरी खाप्नुपर्छ। अघि मल र माटो मुसेको चाहिँ यो चाहिँ खासमा चाहिँ साथीभाइ हो, मैले यहाँनिर छ यसरी। यहाँ मैले देवालमा चाहिँ यसरी साग रोप्दैछु। अब यो भोलि पर्सि राम्रो भयो भने यो पनि तपाईँहरूलाई म फेसबुकमा मेरो जति पनि फ्रेन्डहरूले हेर्नुहुन्छ, फलोवर्सहरूले, त्यो तपाईँहरूलाई देखाउने छु। यो सबै एउटा निन्जा टेक्निक हो। बारी खन्नु अल्छी लाग्यो भने चाहिँ तपाईँहरूले बारी खन्नु अल्छी लाग्यो कि त तपाईँहरूले मल माटो टक्क मुस्ने, ठक्कै यहाँ हालिदिने, बारी खन्नै पर्दैन। अब जमाना चेन्ज भयो नि त होइन। उहिले हाम्रो आप्पा आमाहरूले बारी खनेर सब्जी रोप्छ भने अब हाम्रो पालो। तर हामी चाहिँ बारी नखनी सब्जी चाहिँ यसरी रोप्नुपर्छ है। गयो नि त अब जमाना गयो नि, त्यो के अरे कोदालो खन्ती काँटा भन्ने पानी आएको गर्छ, कसले त्यहाँ बिचमा बारी खनिरहन्छ। र तपाईँहरूलाई पार्ट 2 हेर्नु मन छ भने अवश्य मलाई फलो गरिराख्नुहोस् होइन, लाइक गरिराख्नुहोस्, कमेन्ट गरिराख्नुहोस्। तपाईँहरूले अवश्य यसको पार्ट 2 फलेको पनि मजाले यसरी रोप्नुपर्छ क्या। तपाईँहरूले त्यसमा पार्ट 2 देखिहाल्नुहुन्छ। पार्ट 1 को लागि यो मेरो निन्जा टेक्निक के कस्तो लाग्यो तपाईँहरूलाई यसो कमेन्ट गरिदिनुहोस्, हाँस्दै हँसाउँदै। ल तर मल चाहिँ हुनुपर्छ नि साथीहरू, फेरि माटोमा मात्र चाहिँ हुँदैन है, फेरि माटोले मात्र चाहिँ केही हुँदैन नि। अब फल्दैन होला र यहाँ साग, यत्तिकै हालेपछि सकिगयो खेल अन्त। यसरी रोपेको छु है साथी मैले। ल दिस इज कल्ड निन्जा टेक्निक। यो सबै निन्जा टेक्निक हो यो साथीभाइ। यसलाई यहाँनिर ल अब साग नफलेर भयो र अन्त